एक बोल्दिन, दुई बोल्दिन, तीन बोल्दिन, ढुङ्गा बोल्छ तर म बोल्दिन, मरेको लास बोल्छ तर म बोल्दिन। यो भनाइ मेरो होइन, अहिलेको सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भनाइ। मलाई चुपचाप 1.5 महिना केही नबोली काम गर्न दिनुस्, 1.5 महिना पछि मात्रै बोल्छु। कमेडियो का कमेडी, कमेडियो का किङ, महामहिम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हामी दुखी गरिब जनतालाई भेडा बखरा सम्झेर झुठा सपना देखाएको थियो, झुठा आश्वासन दिएको थियो। काठमाडौँको घर घरमा ग्यासको पाइपलाइन जोडिदिन्छु, सपना त देखायो तर सपना साकार बनाएन। केपी शर्मा ओलीज्यूले हामीलाई सपना देखायो तर त्यो सपना अहिलेको सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूले सपना साकार बनाउँदैछ। थाहा छ हजुरहरूलाई के गर्दै हुनुहुन्छ? उहाँले सिधै भन्नुहुन्छ मलाई चुपचाप 1.5 महिना बोल्न नलगाउनुहोस्, काम मात्रै गर्न दिनुहोस्। अब घर घरमा होइन, ग्यासको चुल्हा चुल्हामा इलेक्ट्रिक बिजुलीबाट बल्ने चुल्हा वितरण हुँदैछ, त्यो पनि बिजुलीबाट। यो सपना साकार बनाउने अहिलेको सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बालेनजी हो। उहाँ पढे लेखेको एउटा एजुकेटेड प्रधानमन्त्री हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ। उहाँलाई कतिखेर कहाँ कुन समयमा कहाँनिर के परिवर्तन गर्नुपर्छ भन्ने कुरो अहिलेको सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बालेनज्यूलाई राम्ररी थाहा छ। उहाँले बुझिसकेको छ कि विगतको दिनमा एलपी ग्यास जुन इन्डियाबाट आउँछ त्यो ग्यासलाई हामी नेपालीले कति पैसा तिर्छौं भन्ने कुरो राम्ररी हिसाब गरिसक्नु भएको छ। र अब नेपालको पैसा विदेशमा होइन, नेपालमै प्रयोग गरौं, नेपालमै युज गरौं। हामी आफ्नो पैसा किन अरू देशलाई दिने भनेर घर घरमा होइन, घर घरको ग्यास चुल्हा चुल्हामा, कोठा कोठामा अब बिजुलीबाट बल्ने चुल्हा वितरण हुँदैछ। त्यो प्रक्रियामा बालेन शाह चुपचाप लागिसक्नु भएको छ। अब उहाँले यो काम चाँडै हामीले अब घर घरमा होइन, ग्यासको चुल्हा चुल्हामा इलेक्ट्रिकबाट बल्ने चुल्हामा हामी खाना बनाएर खान्छौं, ताकि बिजुलीको खपत धेरै होस् र पैसा विदेशीले नलगोस् भनेर यो प्रक्रिया अघि बढाएको अहिलेको सरकार बालेन्द्र शाह बालेनज्यूले। के लाग्छ तपाईहरूलाई? कमेडी गरेर मै हुँ भनेर देश